ब्याक टु ब्याक आइपिओ खुल्दै गरेको क्रममा फेरि अर्को कम्पनीले आइपिओ खुलाउने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डबाट एउटा नयाँ कम्पनीले आइपिओ निष्कासन गर्नका लागि अनुमति पाएको छ। यो कम्पनीले कुल 85 करोड 50 लाख रुपियाँ बराबरको आइपिओ सार्वजनिक गर्दैछ। आउनुहोस् कुन कम्पनी रहेको छ, यो आइपिओ खुलाउने अनुमति पाएको कम्पनी कुन सेक्टरमा पर्छ, कसले भर्न पाउँछन्, कति लाख किता खुलाउँदैछ र प्रति किता कति पर्छ भनेर आजको भिडियोमा हामी कुरा गर्नेछौँ। नेपाल धितोपत्र बोर्डबाट आइपिओ निष्कासन गर्नका लागि अनुमति प्राप्त गरेको कम्पनीको नाम रहेछ सानीगढ हाइड्रो लिमिटेड कम्पनी। यो एक रन अफ रिभर प्रकारको जलविद्युत परियोजना हो। यस परियोजनाको कुल क्षमता लगभग 38.46 मेगावाट रहेको छ। नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई फागुन 26 गते आइपिओ निष्कासन गर्ने अनुमति दिएको हो। यस कम्पनीले प्रति किता मूल्य 100 का दरले 85,50,000 किता आइपिओ निष्कासन गर्दैछ भने यस कम्पनीको सेक्टर भनेको हाइड्रो पावर रहेको छ र यस कम्पनीको इस्यु म्यानेजरको रूपमा लक्ष्मी क्यापिटललाई राखिएको छ। त्यसैगरी यो कम्पनीको रेटिङको कुरा गर्ने हो भने इक्रा नेपाल लिमिटेडले IR BB- रेटिङ दिएको छ। यो रेटिङले कम्पनीमा मध्यम जोखिम रहेको संकेत गर्छ। र अब कुरा गर्नेछौँ यो आइपिओ कसले पर्न पाउनुहुन्छ भनेर। यो आइपिओ 2 चरणमा खुल्नेछ। पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र, स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि खुल्नेछ। त्यसपछि मात्र सर्वसाधारण लगानीकर्ताहरूका लागि आइपिओ खुल्नेछ र भर्खरै आइपिओ निष्कासनको अनुमति पाएको हुनाले आइपिओ निष्कासन कहिलेदेखि खुल्छ भनेर जानकारी अहिलेसम्म प्राप्त भएको छैन। 7 देखि 10 दिनभित्र स्थानीय र विदेशमा रहेका नेपालीहरूका लागि आइपिओ खुल्ने अनुमान गरिएको छ। निश्चित मिति सार्वजनिक हुने बित्तिकै हामी तपाईलाई अपडेट दिने नै छौँ। यस्तै आइपिओ अपडेटहरूका लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। थ्यांक यू।